पालि भन्नुभएको छ हामीलाई जन्मको कहीँ हिँड्नु अरे हामी पैसा बोकेर हामीलाई यो जग्गा तिमीहरूले पैसा थापेन त के पुरानी हामीलाई 5 पट दिनुहोस् न त हामी कहाँ जानु भन्दा पैसा झोलामा हाल्नु अरे अनि हामी जानु त्यस्तो छौँ भनेर हामीलाई भनेको छ हामी पनि एमालेकै मान्छे हो नि त अहिलेको मान्छे होइन नि हामी तपाईँलाई भेट्न दिँदैन थियो हामीलाई सरपञ्च अदलासमा गर्दा हामी सम्पूर्ण कागजहरू सबै सुनाएको उहाँ बाह्र मेरो चाहिँ एउटै हो पार्टी म अस्ति पनि त्यस्तो गर्नु जनताको पक्षमा नगर्नु एउटा तपाईँ भनेको यहाँको 5 नम्बर होइन यो सबै नेपालभरिको तपाईँ हो हामीले दिएर तपाईँ अझै हामीले त तपाईँले नै दिने अझै भनिरहेका छौँ हामीलाई त्यस्तो गरे यहाँका भुइँ मान्छेले हामीलाई यस्तो गरे क्या होइन सबै खुसी दिनुपर्छ होइन होइन हामीले दिन्छौँ भने दिएको तर हाम्रो समानता हुनु पर्यो नि जनता तपाईँको लागि बराबर हुनु पर्यो कसैलाई 45 छ कसैलाई 28 छ जुन राम्रो खेल्छ त्यसलाई चाहिँ 7 र 8 छ दुई पनि को छ हेरिदिनुहोस् न प्लिज जग्गा हेरिदिनुहोस् भन्दा पनि तपाईँका कार्यकर्ताहरू नि धेरै खराब छन् हामी अहिले भनेको एमालेका मान्छे होइन हामी अहिले भनेको एमालेको होइन हामी त जन्मेदेखि नै भयो त्यस्तो मान्छेलाई हामीले यति रुवाएको छ कि माधव दाईहरूलाई त हामीले कति पछ्याएर हिँड्नु त हामीलाई अहिले तपाईँले घरै पछि जानु कि यही दुखेको हुन्छ सबैको यही दुखेको हुन्छ किन तपाईँमा सुनाइ किन पुऱ्याइदिएन त हामी संगठन समिति गरेर खडा गर्छौँ अर्को उहाँले गरेर हाम्रो चाहिँ लानै दिनुहुन्न रोकिदिनुहुन्छ त्यस्तो गर्ने हो त्यस्तो गर्ने हो त्यस्तो गर्ने कति दुखेको छ हामीलाई अर्को कुरा के हो भने अब उहाँले चाहिँ के को दिनु नि गाडी आउने हामीलाई उहाँले मालपत्र के भन्नुभएको छ भने नि हाकिमले सर हाम्रो बिरुवा लानको तपाईँहरू जबसम्म प्रोग्राम गरेर गरेर खास भन्दाखेरि मान्छे लगाएर मकै पोखेका आउँछ मकै पोखेका मकै त्यस्तो गर्नु पाइन्छ मकै पोखेका कस्तो छोड्देका आखिर हामीले नसकेर 1200 रुपियाँ किलोको मकै लिएर चलेको हामीले गर्न दिएको हो किन पो मकै यस्तो गर्न पाइन्छ सल्लाह के भएको छ 3 महिना अगाडि हामीले जानकारी गराउन सरकारले अनि छोड्ने भनेको छ अस्ति चाहिँ माथि पनि कुरा गरेर अनि तपाईहरु संसरी अन्त बच्चादेखि हामी एउटैमा थियौँ भने किन परिवर्तन हुन्छ मन दुखेर यति दुखेको छ नि हामीलाई यति दुखेको छ 2200 बिगाको सम्झिनु कि 22 अहिले विचार गर्नु न यति मात्रै मान्छे म किन घरमा बसेँ मेरो चित्त दुखेको छ म किन बसेँ मेरो परिवार मैले जम्मा गरेको एकै ठाउँ जन्मेको मेरो 65 जना उहाँको जन्म थलो र मेरो जन्म थलो एउटै हो खबरदार तल माथि तपाईँ पहिलेको एमाले त्यसरी भन्नुहुन्छ परिवारले त्यसो भन्छ परिवारै एमाले हौँ हामी त्यस्तो चित्त दुखाएको छ हामीलाई समान रूपले हेरिदिनु जनता हामी झापाका मान्छे होइन नि मेची महाकाली समान हेरिदिनुहोस् भन्ने लाग्छ हामीलाई गोविन्द भाइ तपाईँसँग जहिले तपाईँ चाहिँ आउनुहुन्न हामी कतिचोटि दाजुलाई कतिचोटि मैले गोविन्द भाइलाई भन्दाखेरि होइन अस्तिको दिन बोलाएको तपाईँहरू आउनु भएन सबै 500 जना भेला भएको थियो झर्काइसक्यो हामीलाई थाहा भएन है हामीलाई थाहा भएन थाहा भएको भनेको थियो मलाई चाहिँ थाहा भएन मैले एक दुईजना बहिनीहरू जाँदा सोधेँ तपाईँहरू कहाँ जानुभएको सबैजना भनेर सोधेँ मेरो छोरो उहाँहरूसँगै उहाँहरूसँगै छ छोरो चाहिँ मैले जे उहाँलाई पठाएर यहीँ बस्छु अहिले अघि भनिसकेँ हाम्रा कुराहरू सुन्नै हुँदैनन् यो हुन्छ क्या धोका चाहिँ हुने कारण होइन मैले अघि भनिसकेँ भाइ मै बस्छु अहिले उहाँहरूलाई पठाएर अघि पुल बन्यो बन्यो अब पहिलेदेखि नै राखेको उहाँहरू पनि पोजिटिभ हुनुहुन्छ यहीँ बसेर यसलाई हल गर्छु अनि अब त्यही भएर मैले हाम्रो दाइलाई चाहिँ होइन गोविन्द दाइलाई मैले पहिले पनि एकचोटि आउनु है यहाँ भेटघाट गर्नुपर्छ भनेर दाइलाई मैले बारम्बार हामी त टचमा छौँ नि त त्यही भएर दाइहरू चाहिँ एकदम सकारात्मक हुनुहुन्छ हाम्रो लागि है बालुबथानवासीको लागि तर कतिपय मान्छेहरूले चाहिँ बिचमा हावाहुरी लाएर होइन दाइहरूलाई नै नेगेटिभ देखेर
दाईहरूलाई नै होइन नराम्रो देखाउनु खोज्नेहरूको पनि एउटा हुटुटी छ। त्यो हुटुटी छ, त्यो हुटुटी पनि हाम्रै बिचको मान्छे हो फेरि होइन। अहिले नाम नतोकिहालौँ होइन, यस्तो पनि समस्याको समाधान खोज्नुपर्छ दाईहरूले भन्ने कुरा त मैले बारम्बार राखेको हो होइन। अब तपाईँहरू फेस टु फेस यहीँ हुनुहुन्छ, हामी सबैजना छौँ होइन। उहाँहरू एकदम सकारात्मक हुनुहुन्छ, तर नकारात्मक मान्छेहरू भएको कारणले गर्दा यो भएको।